सजिलो ड्राइभर भएर सजिलो खोजेर हुन्छ नि जहाँ सजिलो छ नि होइन त्यही पार गर्छ भने जहाँ इजी हुन्छ त्यही पार गाडी ठोकेर फाइन तिर्ने मतलब तपाईँ कभर इन्सुरेन्स भयो भने एक्स्ट्रा पैसा तिर्नुपर्छ नि त ठोकायो भने अगाडि नै सेफ भएको मैले बेल्टै लाउँदैछु बेल्टै लाउँ होइन हामी कहाँ जान लागेको रे हामी अब सामसुङ गार्डन जान लागेको छ लिनको लागि आएको छौँ आज डह्रो खाइ हुन्छ खोल्छ चिसोमा तातो बनाएर मजाले स्वाद आउने गरेर है एकदमै बोलेर हो पुरै खान्छ हेर्नेलाई पनि स्वाद आउँछ क्या जस्तै स्टाइलमा ल के खाने हो त अब हामी कस्तो खाने आइपुग्यो हो फाइनली हामी सामसुङ गार्डनमा आइपुगेका छौँ तर यहाँ हामीलाई ठाउँ भेट्नको लागि चाहिँ अलिकति गाह्रो भइरहेछ अलरेडी रिजर्भ भएकोले गर्दाखेरि तर हामीसँग अप्सन छ पारी पनि छ एउटा यहाँ पारी चाहिँ खाली छ तर हामीलाई निकै बेर लागेको कारणले गर्दा हामी नजिकमै जाउँ न भनेर यहाँ अगाडि हाम्रो एउटा छ र त्यहाँ हामी मान्छेहरू देख्दैछौँ अब उहाँहरू त्यतिकै बसेको हो कि चिसो छ पानी परिरहेछ राम्रो छ बिना है एकदमै राम्रो ठाउँ छ मेरो योसँग धेरैचोटि भयो 5 भन्दा माथि नै भयो यो ठाउँको 5 चोटि भन्दा माथि भयो किनभने यो ठाउँ नै यस्तो छ क्या एकदमै रमाइलो एकदमै फ्रेस अनि वकिङ गर्नको लागि वकिङ गर्नुको लागि चाहिँ यो ठिक छ चिल टाइपको होइन पिस कपल्स त्यो च्याट्टै हिँड्ने घर पनि हेर्नु न बेना त्यहाँ घर यो A1 छ नि त अब यो चाहिँ हाम्रो ड्रिम हाउस हो ड्रिम हाउस कुनै न कुनै दिन हामी यो घरमा आएर त्यही त भ्यू हेर्छौँ यता नजिकै आइपुग्यो यो चाहिँ स्पेसली कपल्सको लागि रहेछ होइन विशेष त्यही भने हेर्नु तर आज अलिकति मौसमले अलिकति धोका दियो क्या घाम लागेको झन् राम्रो हुन्थ्यो नेपाली हो कहाँ हेरिन्छ त मौसमलाई पनि सही हो सही हो पकाएको मात्रै होइन हामी स्वादले खाएको पनि देखाउँछौँ होइन सही हो हामीले स्वाद लिएको कारणले गर्दा तपाईँहरूले पनि स्वाद लिन सक्नुहुन्छ हेरेर पनि मजा लिन सक्नुहुन्छ त्यही त होइन ल जाउँ लिन जाउँ सामान लिन जाउँ ल सोलोमन आइ भनिदियो हेलो भनिदियो खोइ त
खानुहोस् खानुहोस् त्यो ट्राइपोड सानो ट्राइपोड चाहिँ किन्नुपर्ने भयो ल यमी पहिला एकबाट सुरु गरेँ है मैले हेरौँ न कस्तो भएको यमी यमी 이거 넣었어? 물 있어? 아니요. 아니면 막 넣어서 가면. 이거 떠오르. बर्थडे गर है बर्थडे गर 아빠가 저거 이제 상이나. यो मात्रै दिएको 얘들아 화는 나 얘들아. ए एक्लै छानेको एक्लै नै छान्दिरहेको म नि यहाँ छानिदिरहेको छु अहिले पुगेन यता हाम्रो आजको प्याकअप भयो हाम्रो चाहिँ अब होइन यो समय चाहिँ हाम्रो प्याकअपको समय छ अनि हामी ल है हाम्रो उब्रे पाब्रेको चाहिँ फेरि घरतिर लाँदैछौँ यो चाहिँ नेक्स्ट टाइमलाई हो नेक्स्ट टाइम नेक्स्ट टाइम ल दुई शब्द केही जाओस् न त ल अब अघि नै हामीले भनेको छौँ ऊ त्यो देखाउँदा ऊ हाम्रो स्यामसुङ गार्डन भनेर त्यहाँ प्रोनाउन्समा भिन्नता हुन्छ त्यहाँदेखि स्यामसुङ गार्डन छ अनि यसमा चाहिँ आज हामीले अघि नै तपाईँहरूलाई देखाइरहेको थियौँ आज चाहिँ हामी दुई कपल्स टु कपल्स र एउटा जेन्टलम्यान सोलोमनलाई लिएर आएको हो अनि त्यो चाहिँ हाम्रो सक्सेस भयो पार्टी चाहिँ अनि अब हामी लगभग घरको यात्रामा छौँ